हेलो नमस्कार साथीहरू। यस्तो स्क्यामर ह्याकर र फ्रडहरूसँग चाहिँ जोगिनु होला सबैजना। यहाँ एउटा यो मेरो साथीको नामको आइडीबाट यहाँ मलाई स्क्याम गरिरहेको छ। उसले चाहिँ मलाई अब साथी भनेर चिनजानको भनेर मैले व्हाट्सएप नम्बर मागेर दिएको थिएँ। उसैले बोलाएको छ, सुरुमा पनि हेर्नु होला। हो भरै उसले चाहिँ एउटा व्हाट्सएपमा पिन पठायो, मेरो फेसबुकको रिकगनाइज पिनकोड हो देऊ भन्छ। अब मेरो अर्काको फोन नम्बरबाट किन गर्नु पर्यो होइन। उसले चलाइरहेछ फेसबुक पनि, फेसबुकबाट मेसेज गरेर फेरि उल्टो धुर बनाउँछ क्या। अनि यो आइडीमा सानो बच्चाको मात्रै फोटो छ, मेरो छोराको आइडी हो। अनि त्यो उसले नचिन्दा यो को होला भनेर यो गरेको ल। तर म चिनेको मान्छे हो, म यो आइडीको नामबाट चिन्छु। यो अब सनमको नाममा उसैले ऊ आफै यस्तो सिकेको गर्दैछ कि अचेल, या अब अरू उसको नाममा अरू कसैले गरेको हो, उसको फेक आइडी बनाएर। साथी तिम्रो नाममा अरू कसैले यो गर्दैछ भने रिपोर्ट गर, यो आइडी ब्यान गर होइन। यो चाहिँ आज मात्रै, आजभन्दा 3-4 महिना अगाडि पनि अर्को मेरो यही आइडीबाट मलाई यस्तै गरेको थियो। त्यति बेला नि मैले मानिनँ।